हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। हेर्नुहोस्, हामी चाहिँ यहाँ आज किन आएको छौँ शर्मिला? साग रोप्न आएको छौँ। हामीसँग अलरेडी यहाँ साग यत्रो भइसकेको छ, पहिला नै रोपेको, तर सबै सरेन, राम्रो खासै भएन। अनि देख्न सक्नुहुन्छ यहाँ हाम्रो यति राम्रो तोरी छ। डुकु पनि नि डुकु तपाईँहरूलाई कतिको मिठो लाग्छ? ए डुकु पनि आउनु थालिसकेको छ होइन। अनि अहिले पनि हामी सागको बिरुवा लिएर यहाँ डुकु कति 3-4 आइसकेको छ। हामी अहिले पनि सागको बिरुवा लिएर आइसकेका छौँ फेरि रोप्नको लागि। यहाँ देख्न सक्नुहुन्छ भन गाईको अर्ग्यानिक मल शुद्ध। यो चाहिँ हाम्रो सागको बिरुवा हुन्। यो चाहिँ सागको बिरुवा। यता छन् हाम्रो आलु। अस्ति भर्खर गोडेको छौँ, यति राम्रो पारेर आलु छ। आँप छ, खै देख्दैन कहाँ छ आँप? उहाँ यता छ आँप त्यहाँ छ। अनि अब यस्तो गरौँ, खै जाउँ, यस्तै हो, जाउँ ल। अब हामी क्यामेरा यहाँ राख्नेछौँ, फेरि अब कन्टिन्यू गर्छौँ फेरि सागको बिरुवा। हाम्रो सिमी पनि रोपेको छ, म यहाँनिर सिमी पनि छ, खै जुम हुन्छ हुँदैन यो? जुम यति नै हुँदो रहेछ, जुमै नहुँदो रहेछ। हामी खासै भ्लगहरू त्यस्तो बनाउँदैनौँ, त्यही भएर आज त न्यु इयर हो। न्यु इयरमा हामी सागको बिरुवा रोप्न आउँदैछौँ हाम्रो भ्लगमा। बाटो हिँड्ने अङ्कल हेर्दै हुन्छ, हाँस उठ्दैछ, लाज लाग्दैछ होइन। अनि यहाँ देख्न सक्नुहुन्छ यति राम्रो भएर आएको छ हाम्रो तोरी चाहिँ हेरिरहँ जस्तो भएको छ। लु हाम्रो क्यामेरा राख्ने यसरी क्यामेरा राख्नुको लागि बनाउँदैछौँ। अब हेरौँ हुन्छ हुँदैन नि, कतिको पर्फेक्ट हुन्छ। यहाँ अब अडिन्छ कि अडिँदैन त्यही पनि ट्राई चाहिँ सरिरहेको छ। हाम्रो अब स्ट्यान्ड भने पनि होइन, जे भने पनि खै अनि हामी स्ट्यान्ड किन्छौँ होला नि। त्यही त भ्युज नि जाँदैन, एक दुईवटा भ्लग त बनाइयो पहिला देउको। ल हेरौँ गाइज हाम्रो दिदीको ल अहिले अब हामीले यसरी सलले बाँधिवरी यहाँ स्ट्यान्ड बनाइसकेको छौँ। अब हामी यहाँ रोप्न लाग्दैछौँ सागको बिरुवा। देउको म खन्छु होइन, यहाँ एउटा ठाउँ कहाँ खासै छैन, उता ठाउँ छ त। यहाँ चाहिँ गाइज धनियाँ शुद्ध छ, मल, सुपको साग छ। देखाऊ मल यस्तो हुन्छ भनेर। मल यस्तै हुन्छ। सुपको साग यहाँ छ। अब त्यता रोप्ने यहाँ खाली छ त, अब ठाउँमा होला नि। ल के हुन्छ कि त। साग पनि टिप्न पाएको भए नि हुन्थ्यो, बिउ साग एक दुईवटा राखेर नि भएको छ त। म बिउ राख्ने भने चाहिँ सबै पर्ने होला नि। त्यस्तै छ। भ्लग त हामी कति बनाउँछौँ तर पोस्ट गर्नै मन लाग्दैन, फेरि भ्याउ हुन्छ। खै कता छौ क्यामेरा तब क्यामेरा भन्दा पर जानु पर्छ। फाइनली अब ब्याक क्यामेरा गरियो, कति यति चाहिँ कभर गर्छ होला नि। ल अब हामी रोप्दैछौँ। यो मुला त उखेल्नु नि अब, सब्जी खाने मुला पनि छ है गाइज हो, मुला पनि छ। मुलाको सब्जी के कति मनपर्छ। अब हामी यति टाढो जान्छौँ, डुकु पनि टिप्दा हुँदैन नि डुकु। भिडियोमा हुँदैछ त। हाई भिडियो हुँदैछ, बेसी गएछ। बेला बेला बेसिहाल्छौँ, त्यही भिडियो भएको छ कि छैन त्यही पनि
भिडियो भएको छैन हुँदैछ ल है गाइज हामी यसरी सागको बिरुवा यसरी मम्मी त आउनु भएछ त ट्याङ्की लिएर हामी त रोप्दैछौँ छ नि थुप्रो रहेछ बिरुवा मुला हेलो गाइज अब हामीले चाहिँ सागको बिरुवा रोपिसकेर उता पनि रोप्यौँ हिँड्नु भयो मन पनि शर्मिलाको कुर्ता मेरो ज्याकेट कहाँ खोले फेरि बिर्सेर हिँडेँ सुई अब हामी हिँड्यौँ सक्यौँ एक पोको साग उतापट्टि पारिपट्टि पनि रोप्यो यता पारिपट्टि भनेको चाहिँ यता ब्याक क्यामेरा गर्नु मिल्दो रहेनछ यता पारिपट्टि रोप्यौँ यो चाहिँ हाम्रो तोरीबारी यता 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 आलु रोपेको छ यहाँ पर आलु रोपेको ठाउँको छेउ भर्खर उम्रिँदैछ आलु चाहिँ त्यहाँनिर चाहिँ हामीले रोप्यौँ त्यसपछि रोप्यौँ अनि एउटा मुला थोरै यो के अरे धनियाँको सुक्को साग क्यामेरा हालिन्छ हेर्न सक्नुहुन्छ हाम्रो यति राम्रो तोरी बारी आएको छ यहाँ तोरी यति राम्रो आएको छ अगाडि त्यस्तै राम्रो आएको छ यो खोरको के भन्छ फर्मको छेउछेउमा चाहिँ यस्तो साग यो गिरौँला पनि फलेको छ है गाइज गिरौँला पनि फलेको छ तोरी किन माडेछ सबै माडेछ अनि यस्तै छ अब हामी हिँड्यौँ सक्यौँ टिप्यौँ दबाई हाल्नै छ नि त हजुर भिडियो बनाएको दबाई हाल्नै छ मतलब लुगासुगा लिएर अब छुट्टी भएको भनेर आज हिँडेछु बिर्सेर पानी ल पानी खाऊँ न कस्तो तिर्खा लाग्यो यही खाने हाम्रो दिदी चाहिँ गाई सार्दै हुन्छ पर जुम कतिसम्म जुम हुँदो रहेछ त्यो हिँड्दै आउनुहुन्छ हिँड्नु भयो माथिकोमा चढ्नु भयो वहीँ चाहिँ ल अलिक छिटो हेर्नु छिटो यति जुम्मुदो रहेछ नि त न्याउरिनु भयो अलिक उता लानु भयो त्यहाँ ठोक्नु भयो लगेर ठोक्नु भयो छैन आउँदै हुन्छ पर हुनुहुन्छ होइन अहिले हेर्ने भने पर निकालिदिन्छु छेउमै देख्नु भयो भिडियो बनाइदिँदैछु
Catwalk. You know, catwalk. And you know, गर्दै माइली बुहारीले क्याटवाक कार्पेट ओछ्याइदिन्छ नि त्यो उयसमा अनि ऊ मामा आउँदै हुन्छ नभए म देखाइदिन्छु भयो त्यो नगर अब तिम्रो ट्याङ्की छ मेरो त छैन हेलो फेरि हामी ब्याक आउँदैछौँ गलियो दबाई पनि हाल्यौँ दबाई हाल्यौँ सागको बिरुवा त्यति धेरै रोप्यौँ त्यहाँबाट यो ट्याङ्कीको दुई ट्याङ्की चार ट्याङ्की हाल्यौँ तोरीलाई मम्मीले अघि दुईवटा ट्याङ्की ल्याउनु भएको थियो एकवटाले हान्दा दुध जति हाल्यौँ यस्तो दुःखो एउटा बाल्टिङ अरू चाहिँ हो सर एउटा बाल्टिङ चाहिँ लिएर जानुपर्छ एउटा ए मम्मी अहिले पानी हाल्ने होला नि फरुवा